ल अहिले चाहिँ हामी फर्किन्छौँ सार्ने अब हाम्रो टोरमरी यात्रा चाहिँ त्यति नै थियो अब बोटिङ यताउता गऱ्यो बोटिङ सुटिङ गऱ्यो अब यता अनि खानको लागि पनि अब रेस्टुरेन्ट पनि कति टाढा थियो होइन 2-2.5 किलोमिटर थियो समथिङ त्यहाँ टेक इन डाइन आउट रेस्टुरेन्ट रहेछ त्यहाँ पनि अलिअलि खाइयो त्यसपछि अब हामी सायद एउटा टिम होटलसँग भेटिन्छ होला फेरि हाम्रो साथीहरू पछाडि छ अर्को कारमा छन् अनि अब त्यही हो सार्ने हामी जाँदैछौँ अब लेट्स होप लाइक अब राम्रै हुन्छ होला हामी अब साउथ ह्याम्पटन भन्ने ठाउँ आइपुग्यौँ अब मेबी कफीको लागि हामी रोक्दैछौँ यहाँ टिम्स रहेछ टिप्स उतातिर रहन्छ अब यहाँ अलमोस्ट 1 आवरको ड्राइभ पछि सायद भित्र छ र साथीहरू चाहिँ अब यही त हो नि हामी टिम्समा जान्छौँ साउथ ह्याम्पटनको टिम्समा विजय चिफ्रा त्यो हिरा ल यो चाहिँ आइस लाटे टिम्सबाट अलि निरालेको थियो अब अहिले सायद आई थिङ्क इट्स गोना वर्क ल ल विन्ड मिल नै विन्ड मिल होइन ल यो त यहाँ त अति नै विन्ड मिल रहेछ क्या हेर्नु सक्नुहुन्छ अहिले ल मलाई खासै राम्रोसँग एक्सप्लेन गर्न आउँदैन सोर्स अफ इनर्जी हो एउटा भनौँ न हावाको प्रभावबाट एक्ज्याक्टली अब विद्युत यो उत्पादन गर्ने एक संयन्त्रलाई विन्ड मिल भनिन्छ भनेर यो चाहिँ हेर न यता टन्न है नाम नै विन्ड मिल इन अरे कि यहाँको रिसोर्टको यता हेर्नु सक्नुहुन्छ पुरै विन्ड मिल छ कि यता हेर्नु सक्नुहुन्छ कति इनर्जी प्रड्युस गरेर त्यही त क्या हेर्दाखेरि कस्तो स्लो लाग्छ है कत्रो ठुलो छ हेर न त्यही त स्लो लाग्ने कि ल अझै रहेछ त गुगल यता नि रहेछ क्या ल हामी चाहिँ सार्निया आइपुगेको बत्ती चाहिँ ब्रिजमा तर अब ढिलो आइगएछ अब 10 बजीसम्म चाहिँ पुरै बत्ती बल्ने रहेछ अब अहिले चाहिँ बत्ती पार्सियल मात्रै बलेको छ खासै त्यस्तो ठिकै अब त्यस्तो राम्रो त देखाएको छैन अब यहाँ चाहिँ हाम्रो लेक छ अलिक कति क्लियर आएको छ थाहा भएन तर त्यही हो अब ठिकै भइरहेछ भनौँ अब यस्तो मैले सोचेको भन्दा अलिक कमै देखेँ लाइट चाहिँ अलिक मैले बढ्नै बल्छ सोचिरहेको थिएँ कि यो साइडतिर चाहिँ त्यस्तो देख्दैन ल हामी चाहिँ अब सार्नियामा अब आज हामी लन्डन ब्याक हुँदैछौँ अहिले चाहिँ अब यसो कफी लिएर हामी ब्लू वाटर ब्रिजतिर एक्चुली हेर्न जानु लाग्यो अब त्यही हो अनि त्यसपछि त्यही हो साथी पछाडि छन् अब हामी चाहिँ अब चाहिँ गुगल देविकासँग छौँ त्यही हो अब कफी लिउँ कफी लिएर चाहिँ झट्ट लगाएर ब्लू वाटर ब्रिज जानुपर्छ त्यहाँ गएर यसो एक्सप्लोर गर्ने त्यसपछि ब्याक टु लन्डन
साइडमा यसो हिँड्ने ठाउँ रहेछ यहाँ चाहिँ जस्तो यहाँ चाहिँ अब मुड फ्रेस गर्नु पऱ्यो भने चाहिँ यहाँ आएर यसो यत्तिकै चिसो हावा खाँदै कफी खाँदै होइन जस्तो हामीले कफी ल्याएको छौँ कफी खाँदै चट्ट हिँडेपछि अलिकति मुड चाहिँ फ्रेस हुने रहेछ होइन गोगल के छ यसमा Too good. जे वान टु टु गुड भन्दै ठिक छ टु गुड हो यो चाहिँ हुन्छ होइन नो डिनाइ त्यही हो रमाइलो रहेछ यहाँ चाहिँ यसो हिँड्न चाहिँ बस्ने ठाउँ खालको छ आनन्द छ यो सम्झनामा चाहिँ राखेको ढुङ्गाहरू होइन सायद मान्छे बितिसकेको मान्छेहरूको सम्झनामा हो क्या हो हुनसक्छ रिमेम्बरेन्स डे पनि आउँदैछ माई स्विट यस्तो रहेछ क्या नर्मली चाहिँ कहिले हो अगस्त 2 मा के हो छ सिभिक होलिडे अगस्त 3 मा हो क्या रिमेम्बरेन्स देखाइहाल्छ नर्मल चाहिँ अब आफ्नो जुन बिलभेट हुन्छ उनीहरू चाहिँ पास्ट अवे भएपछि अब नर्मली सम्झनाको लागि चाहिँ यसरी राखेको छ नामहरू छ यहाँ यो ठाउँमा यसो हेर्न सकिन्छ यो यहाँसम्म होइन उतैसम्म पनि रहेछ कि यो ह्याप्पी फोर्थ हार्ड गरेर हेर न स्टार पुरै के सेपहरू हेर्ने के चाहिँ ए यो चाहिँ ह्याचबी अरे यो चाहिँ ब्लु वाटर ह्याचबी अरे माछाहरू ह्याच गर्ने त्यो पनि पाउँछ होला अर्को ठाउँमा पनि पाइन्छ प्राइस कस्तो भयो प्राइस नर्मल प्राइस भन्दा फरक हुन्छ र प्राइस हो तर त्यसमा उ हाल्यो हुन्छ कि सिजनिङ राम्रो ससेजहरू हिजो सार यहाँको ब्लु वाटर ब्रिज चिसो हावा आउँदैछ कफी खाँदै रमाइलो लागेको छ यतातिर ब्रिज यतातिर मिसिका यतातिर चाहिँ सार्निया यो पारी चाहिँ वारी चाहिँ अब हेर्नु पाउनुहुन्छ यहाँ चाहिँ सबै रिमेम्बरेन्स रहेछ कि सबै यो नामहरू मेमोरी अफ छ होइन त्यस्तै ठुलो भिडियो के विवेक यहाँ हिँडिरहेको छन् साथीहरू यहाँ यहाँ भयो ल यो चाहिँ हाम्रो के अरे बफेलो के अरे अल्कोमा बफेलो भन्ने रहेछ सीको रहेछ सायद कार्गो सीपहरू होला अब यो चाहिँ यहाँबाट क्रस हुन्छ यही हो यहाँनिर ब्रिज छ ब्लु वाटर ब्रिज सायद उताबाट आएको युएस साइडबाट आएको थियो यो चाहिँ अब मेबी यता गएर त्यो ब्रिज पारी जान्छ जस्तो छ है तर लास्ट टाढो हिँड्दा रहेछ यार फास्टै हुन्छ नि एकदम फास्ट हुन्छ नि लास्ट फास्ट हुन्छ यार इभन ठुलो जहाज हुन्छ नि त्यो जहाज पनि अब हेर्दाखेरि स्लो हिँडेको जस्तो लाग्यो नि एकदम स्पिड छ एकदमै हुन्छ कि अब त्यो होइन अब वा त्यो ब्रिज हेरेर एकैछिन पुग्छ होइन टाढा थियो नि त ब्रिज भन्छ है Arco Beach. That's it.
अर्को बिच सार्नियाको यहाँबाट भन्दा यहाँबाट उताबाट खिचेर राम्रो आउँछ यताबाट यसरी घुमाएर यो चाहिँ बल खेलिराख्नु भलिबल हो क्या ओए के हो यस्तो कुदा 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 साथी कुदा कुदा CR7 versus Messi ए ऊ के अरे उस एम्बापे हो फ्रान्स सपोर्टर हो बल नउड है धेरै यताबाट माथिबाट गरिदिनु पर्यो कि रमाइलो गरिहाल्छ देखेकै छैन कि यहाँबाट उहाँलाई त सानो देखेँ ल CR7 दाजुको पावर पुगेन अब यता मेस्सीले के गर्नुहुन्छ थाहा छैन ल है बबाल उहाँ चाहिँ बापे हो अरे बापेले कस्तो हानु बापेको पावर अलिक पुगेन है ला त्यहाँबाट बिल्ला मेस्सी दाजु चाहिँ उता जानु भइरह बल उता गयो त्यही भएर थ्री 360 पारामा खेल्दै खाने नाले समीक्षे ल है ल यता पनि दाजुभाइहरूले केही भनिदिनु पर्यो हामी 3 भाइ हो क्या यही सब आइसक्यो यार कस्तो राम्रो खायो त्यो जुत्तामा पानी पसेर ए उहाँ चाहिँ जानुभयो कता थाहा छैन यो मेरो iPhone 17 Pro Max
ओनलाइन बस्नु लाग्यो त अहिले जाने बेला जाउँला कि यो क्याप्चर त भइरहेको नि नगर न मान्छे आउला टक्क लाग्छ छि नाना भनेन अझै तिमीले भनेको मान्छौ एउटा पागल हाम फाल्न खोज्दै त्यहाँबाट अब चाहिँ हामी लाग्यो घरतिर ब्याक टु होम आफ्टर कति 3 डेज होला यहाँ चाहिँ एकजना मजाले कुहिरिनी बसिराख्नु भएको